आज चाहिँ म ग्यास्ट्रिकको औषधि बनाउँदैछु। यहाँनिर प्रायःजसो अहिलेको समयमा खानापिना ठिक छैन, त्यसले गर्दाखेरि प्रायःजसोलाई ग्यास्ट्रिक हुने गर्छ। अनि ग्यास्ट्रिक चाहिँ फेरि के भन्दाखेरि सबै बिमारको मेन जडै ग्यास्ट्रिक हो। ग्यास्ट्रिक बिग्रिँदा, डाइजेसन राम्रो नहुँदा चाहिँ ग्यास्ट्रिक प्रब्लम हुन्छ। अनि त्यसरी नै बिस्तारै बिस्तारै ग्यास्ट्रिकदेखि अल्सर, अल्सरदेखि क्यान्सर हुँदै जान्छ। अनि त्यसै प्रकारले स्टोन पनि त्यहीँबाट हुन्छ, ग्यास्ट्रिकबाटै। अन्त विभिन्न प्रकारको रोगहरू ग्यास्ट्रिकबाटै हुन्छ। त्यसै कारणले आज म तपाईँको बिचमा ग्यास्ट्रिकको एकदमै हाम्रो घरमै, हाम्रो वरिपरि, हाम्रो बारीतिर, गाउँबस्तीतिर, पहाडी इलाकामा पाइरहने झारहरूलाई लिएर अनि कुनै पनि कुराहरूलाई लिएर म ग्यास्ट्रिक औषधि तपाईँको लागि एकदमै इम्प्याक्टफुल असल ग्यास्ट्रिकको दबाई औषधि म तयार गर्दैछु। अनि यो चाहिँ विशेष गरिकन हाम्रो अरुणाचल प्रदेशको एकदमै फेमस जो डाक्टर हुनुहुन्छ, उहाँको रिकमेन्डेसन अनुसार चाहिँ मैले बनाउँदैछु। तपाईँले पनि यसरी बनाउन सक्नुहुन्छ घरमै। अनि यसको रिजल्ट पनि एकदमै राम्रो देखिएको छ। तपाईँले पनि ट्राई गर्न सक्नुहुन्छ एकपल्ट। अनि ग्यास्ट्रिकको औषधि जब तपाईँले डक्टरले दिन्छ त्यो इङ्ग्लिस मेडिसिन, त्यो खाँदाखेरि चाहिँ तपाईँहरूलाई प्रायः साइड इफेक्टहरू हुने गर्छ। कतिको बोन्समा प्रब्लम हुन्छ, हड्डीमा प्रब्लम हुने गर्छ, कतिको स्टोन हुने गर्छ, अनि साइड पेनहरू विभिन्न प्रकारको प्रब्लम हुन्छ। तर यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर बेलुकी खानापछि अनि दिनको खानापछि हामीले खानुपर्ने हुन्छ। अनि यसमा चाहिँ कतिवटा इन्ग्रेडियन्ट्स छ भन्दा चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11वटा। अनि यो चाहिँ कसरी खानुपर्ने, कसरी बनाउनुपर्ने म तपाईँलाई सबै कुरा डिटेल्समा भन्न गइरहेको छु। अनि सबैभन्दा पहिला चाहिँ तपाईँले यो गाउँठाउँमा देखिराख्नु भएको, यसलाई हामी चाहिँ आबिजल भन्छौँ, तपाईँले के भन्नुहुन्छ होइन, यो भयो। यो त प्रायः पहिलाको पुर्खाहरूले अनि बुढोपाकाले चलाइरहेको कुरा हो। अनि यो पुदिना एकदमै मिन्ट, एकदमै कमन हो, यो प्रायःले चलाइरहेको, यो पनि ग्यास्ट्रिक एकदमै राम्रो औषधि। अनि यो चाहिँ गोलपत्ता, घाँटी दुख्दा पनि प्रायः खाने गर्छ, यो पनि ग्यास्ट्रिकमा एकदमै राम्रो हुन्छ। यो चाहिँ दुई प्रकारको छ, यो ठुलो पत्ता भएको, सानो पत्ता भएको। अनि यो चाहिँ चरी अमिलो, प्रायःले देखिरहेको चरी अमिलो होइन, यो नाक्लासँगै ज्वरोसँगै हामीले कुचाउन सकिन्छ। अनि अर्को चाहिँ यो पाखनबेत। पाखनबेत पनि एकदमै राम्रो हो ग्यास्ट्रिकको औषधि, अरू कुराको पनि राम्रो औषधि हो, अनि ग्यास्ट्रिकको लागि पनि एकदमै राम्रो छ। अनि लेमन, यो लेमन एकदमै इम्पोर्टेन्ट हो ग्यास्ट्रिकको लागि है। अनि यो कालो तुलसी, ब्ल्याक बेसिल है, कालो तुलसी एकदमै इम्पोर्टेन्ट छ हैन। अनि यो चाहिँ तपाईँलाई थाहा भइरहेको यो एकदमै अर्ग्यानिक यो बेसार हो, टर्मरिक, अर्ग्यानिक टर्मरिक। अनि यो जिन्जर, यो अदुवा, यो पनि एकदमै कमन छ। अनि यो चाहिँ सायदै तपाईँहरूलाई कतिजना थाहा छैन होला, यो चाहिँ हो ब्ल्याक टर्मरिक, कालो बेसार, यो पनि छ। अनि लास्टमा चाहिँ ब्ल्याक सल्ट। यो सबै मिलाएर चाहिँ हामीले यसलाई चाहिँ यहाँनिर हामीले यसरी कुट्नुपर्ने हुन्छ। तपाईँले यसरी मजाले यसलाई कुटेर चाहिँ यसले यहाँनिर हालेर कुटेर चाहिँ यसको तपाईँले यसरी कुटेर मजाले यसको जुस बनाएर तपाईँले खानाको बादमा सानो कपको आधी कप भन्दा पनि अलिक कम्ती होइन। अन्त बेलुका डिनरको बादमा, बेलुका खानाको बादमा, किनभने प्रायः जस्तो मान्छेलाई खाना खाएपछि नै पेट फुल्लिने, ग्यास्ट्रिक हुने समस्या हुने गर्दछ। तपाईँले फुल खानु भएन, तर यति तपाईँले खानु पर्यो खानाको बादमा। तपाईँले 30%, यो कपको 30% तपाईँले खान सक्नुहुन्छ। सानो कप हो यो, ठुलो कप होइन। अनि त्यसरी तपाईँले खानाको बादमा खान सक्नुहुन्छ, दिनमा 2 चोटि, लन्चको बादमा अनि बेलुका डिनरको बादमा। अहिले प्रायः जस्तो डिनरको बादमा कतिजनालाई प्रब्लम हुन्छ, किन भन्दाखेरि डिनरको बादमा चाहिँ किन प्रब्लम हुन्छ भन्दाखेरि चाहिँ प्रायः जसो बेलुकीको समयमा काम हुँदैन, त्यसले गर्दाखेरि खानाको बादमा पचिने कुरा हुँदैन, डाइजेसन राम्रो हुँदैन, त्यसले गर्दा प्रायः ग्यास्ट्रिक प्रब्लम हुने गर्छ। त्यसले गर्दाखेरि तपाईँले यो खानु एकदमै जरुरी छ डिनरको बादमा अनि लन्चको बादमा। किन भन्दाखेरि प्रायः जस्तो खानाहरू एकदमै काम हार्डवर्क गर्ने गर्दा पचिजान्छ, तर जसले अफिसमा काम गर्छ, टिचिङहरू गर्छ, हल्का काम गर्नेलाई चाहिँ एकदमै पचाउनु साह्रो छ। त्यसले यो कुरा तपाईँले एकपल्ट तपाईँले ट्राई गर्न सक्नुहुन्छ, अप्नाउन सक्नुहुन्छ। तपाईँले ट्राई गरेर यसको बारेमा तपाईँले कमेन्टमा भन्नुहोला।